लमाई टुर वाकमा इभिनिङ वाकमा सबजना ललित सबभन्दा पछाडि करण सबजना लमी वाकमा छौँ गु खानेलाई सुँगुर घर पलवाला बुङ्गुर त्यही त त्यति छोड्यो भने सुँगुर अनि के अरे गर्नु भएन ल भाइ टुरमा यहाँ बोका पालेछ वाकमा इभिनिङ वाकमा ठुलो न ठुलो यो पलुवा रहेछ नि त पो त्यही त त्यो पलुवा होइन अर्को सबै निकाल्नु भएको प्रचण्डले ल्याएको ऊ के भन्दै नि अस्ति ल भाइ वाकमा गेम खेल्न आउँदाखेरि है पिएम कपको मुर्राको त अनि खसी पनि मुर्रावाला होला नि त त्यो नाम पो त्यहाँ होला त्यसको पारेर विकासे खालको क्या क्यामेरा दामी छ दाइ जस्तो होस् केही फरक पर्दैन प्र्याक्टिस हो नि त लमै वाक इभिनिङ वाकमा के भन्यो करणले त्यो हजुर त्यो डिजिआई किन्नु क्या त्यो 60-70 हजारको आउँछ ए सानो हातमा लिएर हिँड्ने ए 70,000 मात्रै किन 1.5-2 लाखको मोबाइल लिनु पर्यो हैन भिडियोकै लागि त हैन भिडियोको लागि त त्यही भयो ललित के 1 लाखको मोबाइल ठिकै हुन्छ होला है कर्नेल भनेको डिजिआई त्यो राम्रो छ के त्यो किन्नु के हो 70 मोबाइल त फोन त गर्ने हो मोबाइल अरू के गर्ने हो तपाईँ त्यो पनि हो क्यामेरा उसको लागि त हो ठिकै हुन्छ त्यसो भए 60-70 हजार कहाँ तिमीहरू बाहिर गएको बेलामा चाहिँ मगाउनु पऱ्यो कि होइन अस्ति आरिफलाई मैले जुत्ता ल्याइदियो भने एकपछि 15,000 सरी भनिदिनु भयो अलिकति भाइ तल आऊ 10सम्म आऊ न 10सम्म आँट गरेको लिएन ल के अनि विदेशबाट 10,000को जुत्ता मगाउने तपाईँ त्यस्तै 10,000को जुत्ता यही लिनु 50,000को मगाउनु त्यही त अब कहीँ कहाँ गर्ने 50,000को त चाहिँ 100 किता आउँछ त्यो 100 किताबाट कति पैसा आउँछ त्यो मान्छेलाई फेरि जुत्ता लाने राम खुट्टा नहोला त रनिङ गर्न नमिल्ला त्यो महँगो जुत्ता लाएर फेरि अर्को दाइ त्यो जुत्ता ल्यायो भने नलाउने खाइट यार यति नलाउने यार साथीहरू आएको बेलामा त्यो साथीहरू आयो भने वर्ल्ड कप खेल्न गयो बेला आरिफले 50,000मा खेल्छ भन्ने राख्ने त्यो जति पनि साथीहरू आउँदा त्यहाँ आएको त्यो 15,000 होइन यसो राख्ने के जुत्ता 500, 1000, 10,000, 15,000 तर 10-15,000 त यहीँको ब्रान्डको ठिक हुन्छ त्यो पनि हुन्छ पछि हुन्छ नि होइन मैले भने 10-15,000को त यहीँ आउँछ यहीँ किने भयो अब किन्दा टक्क 20,000सम्मको यहाँ सबभन्दा एक्सपेन्सिभ ल अब उहाँ बिरालोले अब काट्दियो के मै जान्छु अगाडि मलाई होस् ल के लोदर त लगाइसक्यो तपाईँलाई एकछिन पर्खिनु साइकलवाला आउँदैछ काटिहाल्नु ल म छु आम के अरे अस्ति 5,000 जुत्ता किनेको अस्ति के अरे एसएलओ बस्छ पाइन्छ भनेर एन्टेलमा केमा एन्टेलमा एसएलओ थियो नि त भेट्न 5,000को किनेर हुन्छ दाइ त्यही भएर लेनहरू 20 लाखमा बिकिरहेछ 5,000को जुत्ता लाएर तिनीहरूको एसएलओ बस्ने त्यो सबै लास्टमा कट्टा राम्रै कट्टा हाल्दै राम्रै कट्टा कट्टा सट्टा फालिदिएर पेस्तल किनिदिएको चाहिँ त्यो 8मा 9 हुने बित्तिकै मैले के सोचेँ भने लामो टुर्नामेन्ट चाहिँ एकजना चाहिँ यसो भनेको त त्यो त त्यही त दिमाग खराब यता यो त खिचिँदैछ पछाडि भएर आएर गाडीले डङ्गा हान्नु त्यो पनि कमेडी हुन्छ नि तपाईँ हस्पिटलमा भए बेलामा त्यो भाइरल क्या भिडियो त तेरै मोबाइल चाहिँ उहाँको नि फेरि तिर्नुपर्छ तपाईँ हस्पिटलमा भयो नि तपाईँले तिर्नुपर्छ नि फोटो यो सब लाइन कटी गरी आउँछ उडे भने नि क्यामेरा समातेको
हुनुपर्छ कि ठ्याक्क क्यामेरा उडेको नि घुमेको ट्याङ्ने सब भिडियो आउँछ त्यो पनि त्यो हेर्न मजा आउँछ यो सब लाइन कटिवरी यो आउँछ दाइले त्यस्तो त किन कान लाइन त झन् टेन्सन भयो यो लाइन झन् राम्रो छैन भनेको किन पकेको मोबाइलवालालाई होइन उडेको अनि मोमेन्ट हो नि के त यो दाइको फेरि सिस्टम के थाहा छ मोबाइल गाडी गाडी भन्छ आफू बाँच्ने मोबाइल त अर्को आइहाल्छ मोबाइल अर्को आउँछ ज्यान आउँछ त्यही त भनेको ठिकै नयाँ आउँछ मेरो भन्नु मेरो नयाँ आउँछ न्यू